मम्मीले बिहानै घिउ पारेछ है साथीहरु। यहाँ हेर्नुस् है अर्ग्यानिक अम्बिलो छ होला है। अम्बिलो भएन चाहिँ साथीहरु हैन। गाउँ बस्तीमा चाहिँ यस्तो हुन्छ है। महीको सुपसँग चाहिँ नि यो कक्सेरको माम चाहिँ चामल र कक्सेर मिक्स गरेर पकाउनु पर्छ। एकदम मिठो हुन्छ है। हाम्रो अर्ग्यानिक यहाँ घिउ पनि छ है साथीहरु। यसरी मल्छौं हामी चाहिँ हो। यसरी पकाएर अनि अर्ग्यानिक मकै र चामल यसलाई चाहिँ कक्सेर भन्छ हैन साथीहरु। हामी चाहिँ कक्सेर भन्छौ। यसलाई मिक्स गरेर महीको सुपसँग खानुपर्छ। यमी यमी हुन्छ। हाम्रो गाउँ बस्तीमा चाहिँ यस्तो छ है साथीहरु। ओइ हेर्न नि बिरालोहरु पनि मुन्नीहरु पनि यस्तो बेउरा देखन्छ के सु रक्सी खाएर मातेको यो बिल्ली चाहिँ के हो यहाँ? के छ हाल खबर तिमीहरुको? यो सेन्टरम खाएर मातेको नि। यो सेन्टरम खाएर मातेको नि। ए सेन्टरम खाएर? सेन्टरम 3x खाएर मातेको नि बिल्ली। आलु देखाइदिनुस् है। आलु हामी चाहिँ आलु खुन्ने बेला भयो। हामी चाहिँ आलु खुन्दैछु सासुबडी। ए यहाँ आलु देखाइदिनुस् न। ए साथीहरु आलु चाहिँ यस्तो फलेछ है। दामी फलेछ है। दामी फलेको छ। ए साथीहरु यता लेकमा चाहिँ आलु यसरी फल्छ है। आलु खुनाइ हुँदैछ। हुन्छ ओके गरिदिनु न। यहाँ बिचमै गाइस एक पट्टा चाहिँ भयो है। आलु चाहिँ एक पट्टा भयो। मम्मी खुन्नुहुँदैछ। यहाँ चाहिँ हाम्रो चाहिँ आलु चाहिँ फल्नु आँटेको छ। खम्बु आजको मौसम चाहिँ एकदम दामी छ है साथीहरु। इन्जिन बाजे पुच्का बनाइ खाँदैछ यहाँनिर। खाइमान छ हामीहरु भर्खरै मात्र कसरी बनाउँछ यसले पुच्का चाहिँ? पुच्का कसरी बनाइन्छ? हामी एमजी नरेगा सकिएर पुच्का बनाइछ बुहारीले। अब यहाँ हामी खाँदैछौँ खाजा। यसरी खानुपर्ने रहेछ है साथीहरु। रिन्जेनले यसरी खानुपर्छ है। म चाहिँ यसरी सारेर। So much watching my video. Bye bye.